व्यक्तिबाट त्यसमा आएर हामीले एउटा कुरा अभ्यास गरेर हाम्रो त्यो मनको डर लाज त्रासलाई चाहिँ हटाउन सक्यौँ भने होइन त्यसलाई चाहिँ एउटा सफल व्यक्तित्व बन्नलाई चाहिँ त्यहाँ उमेरले पनि छेक्दैन, जातले पनि छेक्दैन, लिङ्गले पनि छेक्दैन, धर्मले पनि छेक्दैन, केहीले पनि छेक्दैन क्या होइन। त्यो ढङ्गले चाहिँ हामी चाहिँ अगाडि चाहिँ एउटा अग्रस्थानमा चाहिँ पुग्न चाहिँ सक्छौँ भन्ने कुरा चाहिँ एउटा हो। अर्को चाहिँ सुशीला कार्की सबैले चिन्नु भएको छ। पहिला त अहिले चिन्नुहुन्थेन होला, न्यायाधीश हुने बेलासम्म त धेरैले चिन्नु भएको थिएन, प्रधानमन्त्री भएर चाहिँ चिन्नुभयो। प्रधान न्यायाधीश भन्ने शब्द आएको थियो नि त्यहाँ दृष्टि कहाँ पुऱ्याउनु पऱ्यो। त्यहाँ दुईवटा दिदीबहिनी बोलिरहनु भएको छ, यस्तो मैले त्यहाँ हेरिदिएँ भने उहाँहरू बोल्न छोड्नुहुन्छ, मतिर हेर्नुहुन्छ, त्यता पनि दृष्टि पुग्नु पऱ्यो। यहाँ माला आइपुगेको बेला धोकन दृष्टि पुग्नु पऱ्यो, मञ्चमा को आइपुगेन धोकन दृष्टि पुग्नु पऱ्यो। आउँदैन आएको मान्छेलाई के अरे अब मन्तव्यको लागि चाहिँ के अरे बागलुङ नगरपालिकाको नगर प्रमुख बसन्त कुमार श्रेष्ठलाई अनुरोध गर्छु भनेर तपाईँले यहाँ लाल सलाम अगाडि बन्द गरिदिनु त्यो भर्खरै खोलेको अब यहाँ चाहिएको हुन्छ। नमस्कार, मैले सम्पूर्णको ध्यान आकर्षण गर्न चाहेँ। हामी क्षमता अधिकारीको र हामीले भर्खरै मात्रै एउटा बैठक तयार गरिरहेको छौँ। बैठक सप्ताहको र त्यसमा उक्त सम्बन्धमा आज मिति 2082 4 महिना 17 गतेका दिन यस महिला उद्यमी सङ्घ बागलुङकी अध्यक्ष श्री एम कुमारी थापाजीको अध्यक्षतामा तपसिलको विषयमा निर्णय गरियो। तपसिलमा अध्यक्ष श्री एम कुमारी थापाज्यू अनि उपाध्यक्षमा सीता शर्माज्यू अनि सचिवमा नवीना पुन, सहसचिवमा लक्ष्मी श्रेष्ठ, कोषाध्यक्षमा चित्रा रोका, सदस्यमा रमा थापा, सदस्यमै सोनिया परियार, सदस्यमै मन कुमारी पुन, लालीमाया थापा, निकिता कार्की अनि महेश प्रधान गरेर हामीले 11 जना सदस्य गठन गरेका छौँ र सल्लाहकार टिममा पार्वती परियार र शर्मा पौडेलजीलाई राखेका छौँ हामीले। र यसमा प्रस्ताव नम्बर 1 मा नियमित बैठक सम्बन्धमा र प्रस्ताव नम्बर 2 मा तालिम माग सम्बन्धमा भनेर हामीले दुईवटा प्रस्तावमा छलफल गरेका छौँ। अनि निर्णय नम्बर 1 प्रस्ताव नम्बर 1 उप छलफल गर्दा यस महिला उद्यमी सङ्घ नेपाल बागलुङको नियमित बैठक प्रत्येक महिनाको 3 गते बस्ने निर्णय गरियो भनेर 1 नम्बरमा हामीले निर्णय गरेका छौँ। र दोस्रो नम्बरमा प्रस्ताव नम्बर 2 उप छलफल गर्दा यस महिला उद्यमी सङ्घ नेपाल बागलुङको महिला उद्यमीहरूलाई क्षमता अभिवृद्धि तालिमका लागि GIRDCमा प्रस्ताव पेश गर्ने निर्णय गरियो भनेर हामीले दुईवटा प्रस्तावहरूमा छलफल गरेर निर्णय गरेका छौँ। धन्यवाद। आज मिति 2083 4 17 दिन बागलुङ टेलरिङ व्यवसाय सङ्घको अध्यक्ष निम्न सदस्यहरू उपस्थित उपस्थित अध्यक्ष बाहिर भर्ती, उपाध्यक्ष कोषाध्यक्ष पदुलाजीत, सदस्यमा फुलमाया थापा पुन, लक्ष्मीमा थापा, यमुना थापा, समिता परियार, पेरेमा श्री, सल्लाहकारमा अमिषा बाहिर अनि सेविका परियार।
यो प्रस्ताव प्रस्ताव नम्बर 1 मा व्यावसायिक क्षमता अभिवृद्धि मेसिन मर्मत अनलाइन सिस्टम सम्बन्धमा निर्णय नम्बर 1। प्रस्ताव नम्बर 1 माथि छलफल गर्दा वर्तमान बजार अवस्थालाई मध्यनजर गरी व्यवसायलाई समृद्धि र प्रभावकारी बनाउन व्यवसायीहरूको क्षमता अभिवृद्धि गर्ने तालिम माग गर्ने निर्णय गरियो। निर्णय नम्बर 2। प्रस्ताव नम्बर 2 माथि छलफल गर्दा व्यवसायीहरूमा देखिएको व्यापक समस्या मेसिन बिग्रिरहने र मर्मत केन्द्रमा लैजाँदा समयमा काम सम्पन्न हुन नसक्दा मेसिन मर्मत तालिम माग गर्ने निर्णय गरियो। निर्णय नम्बर 3। प्रस्ताव नम्बर 3 उपर छलफल गर्दा वर्तमान समयको माग अनुसार विभिन्न डिजिटल प्रविधिबाट व्यापार विस्तार गर्नुपर्ने अवस्थाको कारण अनलाइन प्रविधि सिकाइ माग निर्णय गरियो। भन्ने कुरालाई पनि हामीले धिक्का राख्नुपर्ने रहेछ है। त्यो कुरालाई पनि तपाईँले चाहिँ ख्याल गर्नुपर्छ। बुझ्नुभयो? ठिक छ, बुझियो कि बुझियो? बुझियो यता गएर बर्खायाममा बुझिन्छ नि कुलमा कि यस्तो पोहोरका के आएर कचिङबाट आएर बुझिन्छ नि, त्यस्तो बुझियो कि बुझियो? तर यी कुरालाई चाहिँ ट्याब्लेटले त हुँदो रहेछ, कुनै औषधि पनि नपाइने। अनि किन होला त यो गर्ने भनेको बिस्तारै यस्तै कुराहरू छलफलले अभ्यासले होइन सिक्दै जाँदा होइन हुन्छ। डराउने कुरा गर्नुहुन्छ भने त र लाज मान्ने कुरा गर्नुहुन्छ भने त म जस्तो डर र लाज मान्ने त सायदै हुनुहुन्छ होला। म यस्तो तालिम लिँदाखेरि म तपाईँलाई अलिकति मेरो कुरा पनि सेयर गरेँ। यस्तो तालिम लिँदा म सुरुमा जस्तो हाम्रो पहिला रेडियोमा हामी बोल्यौँ होइन, म पनि रेडियोबाट आज केही तयार छैन जस्ट धन्यवाद। आज प्रेस कार्यक्रमका उद्घोषक चन्द्र के अरे तयार छैन चन्द्र थापाज्यू र डिआइआरडिसीका अध्यक्षज्यू र डिआइआरडिसीका शालिग्राम उपाध्यक्ष शालिग्राम शर्माज्यू र यस महिला उद्यमशीलता अभिवृद्धि तालिम 2 दिनका तालिम महिला उद्यम क्षमता अभिवृद्धि तालिम सम्पूर्ण दिदी त के भन्ने सबै बहिनीहरू भन्नु होइन, सबैमा म एकदम खुसी लाग्यो कि तपाईँहरूको रिफ्लेक्सन अघि हाम्रो म्याडमले आएर प्रस्तुत गर्नुभयो र त्यो नै रिप्रेजेन्टेटिभ हो, प्रतिनिधित्व हो भन्ने मैले ठाने र यो हाम्रो 2 दिनको एकदम छोटो तालिमको त्यो रिफ्लेक्सन त्यसको परिणाम भनौँ न, त्यसको रिजल्ट राम्रो सुरुवात छ भन्ने चाहिँ हामीले बुझेका छौँ। र खास कुरो के हो भने तपाईँलाई 3 महिना 5 महिना 10 महिना पढाए पनि यदि तपाईँले आफ्नो लाइफको हरेक एङ्गलहरूमा चाहिँ तपाईँले यसलाई युटिलाइज गर्दै जानुभयो, प्रयोग गर्दै जानुभयो भने त्यो तपाईँ आफै सिक्दै जाने कुरा हो। र संसारको सबैभन्दा ठुलो गुरु भनेको आफै हो कि